धेरैजनाले प्रश्न गर्नुभएको छ, बिल त लियौँ तर इन्ट्री कसरी गर्ने भन्ने विषयमा जानकारी भएन, यो सिकाइदिनु पर्यो भन्नुभएको भएर आज मैले यो भिडियो बनाएको छु। भिडियो अलि लामो हुनसक्छ, तर विस्तृत रूपमा हेर्नुभयो भने बिल कसरी इन्ट्री गर्ने भन्ने कुराको विस्तृत जानकारी रहेको छ है त। अब त्यसको लागि सबैभन्दा पहिला हामीले जान्नुपर्ने विषय के हो भने बिल लिँदा जहिले पनि प्यान अथवा भ्याट बिल लिनुपर्ने हुन्छ है। सामान्य प्यान बिनाको अथवा एस्टिमेट बिलले हुँदैन। कहिलेकाहीँ सामान्य हामीले चाहिँ खुद्रा पसलहरूमा किराना पसलहरूमा एस्टिमेट बिल दिने गरेको पाइन्छ। त्यस्तो बिलले हुँदैन, कम्तीमा पनि त्यसमा प्यान नम्बरवाला बिल चाहिँ हुनुपर्छ भनेर हामीले जान्नु पर्यो है त। अब त्यस पश्चात अर्को जान्नुपर्ने विषय के हो भने नगद पैसा यदि सामान खरिद गर्नुभएको छ भने मात्र बिल इन्ट्री गर्नु पर्दछ है। यदि तपाईँले अनलाइन पेमेन्ट गर्नुभएको छ भने चाहिँ त्यसलाई इन्ट्री गरिरहनु पर्दैन। तर त्यो अनलाइन पेमेन्ट चाहिँ खातावालाको पसलको नामको खातामा हुनुपर्दछ है, न कि उसको पर्सनल खातामा पेमेन्ट गर्नुभएको हो भने त्यो चाहिँ नगद कारोबार गरे सरह नै हो, त्यो चाहिँ अटोमेटिक इन्ट्री भएको चाहिँ हुँदैन। अब यदि तपाईँहरूले अटोमेटिक इन्ट्री भएको विषयको कसरी हुन्छ भनेर जानकारीका लागि मैले योभन्दा अगाडि पनि भिडियो बनाएको छु। त्यसमा NIMBमा कसरी देखिन्छ अनि त्यसपछि ई सेवामा कसरी देखिन्छ भनेर हेर्नुहोला है। अब त्यस पश्चात यदि अब हामीले गरेको पेमेन्ट ठिक छ, हामीले नगद पेमेन्ट गरेका छौँ र बिल लियौँ र हाम्रो बिल ठिक छ भने अब हामीले इन्ट्री कसरी गर्ने भन्ने विषयमा हेर्छौँ है त। अब हामीले सबैभन्दा पहिला हाम्रो मोबाइल फोनको क्रोम अथवा गुगल ओपन गर्नु पर्दछ है। हामी आफ्नो मोबाइल फोनको गुगल अथवा क्रोम खोलौँ अनि त्यसमा अब PRIZED.IRD.gov.np लेखेर टाइप गर्नुहोस् है। त्यसमा PRIZED.IRD.gov.np लेखेर टाइप गर्नुपर्छ है। अब टाइप गरे पश्चात आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पेज खुलेको देखिने त्यो वेबसाइट अथवा पेज चाहिँ ओपन गरौँ। अब त्यो ओपन गरिसके पश्चात अब त्यहाँ देखिन्छ सुरुमै बिल दर्ता भन्ने देखिन्छ। हामी सुरुमै बिल दर्तामा थिच्नुपर्छ है। अब त्यस पश्चात स्क्रोल गरेर केही तल गइसकेपछि त्यहाँ देखिन्छ नगद, जसमा विद्युतीय अथवा चाहिँ QR भन्ने अप्सन आउँछ। दुईवटा नगद हो अथवा चाहिँ विद्युतीय। अब हामीले नगदमा क्लिक गर्ने अनि नगदमा क्लिक गरिसके पश्चात तल थोरै तल जाने। अब तल चाहिँ के देखिन्छ त, हामीले भर्नुपर्ने विवरण है त। भर्ने विवरणमा सुरुमा अब के हुनु पर्यो त, हामीले सामान खरिद गरेको बिलको बिल नम्बर सुरुमा त्यसमा इन्ट्री गर्नु पर्यो। त्यसपछि उक्त बिलमा लेखिएको प्यान नम्बर त्यसमा इन्ट्री गर्नु पर्यो। अनि त्यस पश्चात बिलको मिति देखाउँछ। बिलको मिति आज हामीले भरेकै छौँ, आजको मितिको भर्दैछौँ भने स्वतः देखाउँछ। यदि पुरानो हो भने हामीले चेन्ज गर्नुपर्ने हुन्छ है। अब त्यस्तै बिलमा भएको कुल रकम भन्छ। अब बिलमा भएको कुल रकम कति छ त्यो लेख्नुपर्ने हुन्छ। त्यस पश्चात फेरि अब हामीले आफ्नो विवरण भुक्तानीकर्ताको विवरण भर्नुपर्ने हुन्छ। अब त्यो भुक्तानीकर्ताको विवरणमा आफ्नो नाम, मोबाइल नम्बर र ठेगाना टाइप गर्न सकिन्छ। अब त्यस पश्चात त्यति टाइप गरिसके पश्चात अन्त्यमा पुरस्कार कुपन सिर्जना गर्नुहोस् भन्ने एउटा डायलग बक्स देखिन्छ। अब त्यो डायलग बक्समा हामीले थिच्नुपर्छ। त्यो थिचे पश्चात अब हाम्रो पुरस्कार कुपन नम्बर भन्ने एउटा आउँछ। अब त्यसलाई हामीले स्क्रिनसट गरेर राखे पनि भयो अथवा चाहिँ डाउनलोड अप्सनमा PNG अथवा PDF-मा कुनमा हामीले डाउनलोड गर्ने हो त्यसअनुसार डाउनलोड गरेर सुरक्षित राख्न सकिन्छ है त। अब यसरी आफ्नो बिललाई इन्ट्री गरिसके पश्चात प्रत्येक महिनामा 2 पटक नेपाल सरकारले लटरीको रिजल्ट निकाल्छ। अब त्यसरी हामीले आफ्नो इन्ट्री गरेको नम्बर र सरकारले निकालेको नम्बर मिल्छ वा मिल्दैन हेर्नु पर्यो है। आफूले इन्ट्री गर्न जाने पश्चात यो भिडियोलाई
अरूलाई पनि सेयर गरेर सिकाउनुहोला।